आजको दिन मेरो गाउँमा यसरी बित्यो। हे गाइस, गुड मर्निङ, स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा गाइस। सो यहाँदेखि नजिकै एउटा तलाउसम्म त्यही तलाउ देखाउन गइरहेको छु। भिडियो कस्तो लाग्छ गाइस, पेजलाई फलो गरिदिनु होला। मलाई 7वटा फलोवरको मलाई जरुरत छ। मलाई नयाँ हुनुहुन्छ भने प्लिज गाइस फलो गरिदिनु होला। अनि बिहान बिहान भइरहेको थिएँ, म चाहिँ बुरुज गरिरहेको थिएँ अनि मस्त दातुन लिएर अनि भैँसीहरू आफ्नो फ्यामिलीसँग मजाले इन्जोय गरेर बसिरहेको थियो। बिहान बिहानको मस्त ठन्डा ठन्डा हावापानी बसिरहेको थियो। अनि यतातिर आएर यसो हेरेको, मुर्गाले पनि बिहान बिहान आफ्नो नास्ता खोजिरहेको थियो। नजिकै छ गाइस तलाउ। म अब फाइनली तलाउनिर आइसकेँ। म तलाउ मस्त थियो, बिहान बिहानको नजरले झन् दामी थियो। यसो सनसेट पनि आएको थिएन अनि मजाले बिहान बिहानको भ्यूहरू दामी देखिरहेको थियो। अनि यो आवाज सुन्नुहोस् गाइस, नेचुरल आवाज हो। फाइनली गाइस म रेडी भइसक्यो। अब हामीहरू हैदराबाद जानको लागि रेडी थियौँ। यहाँदेखि आधा बाटोमा पुगिसक्यौँ गाइस। गाडी मैले यहाँ रोकेको थिएँ चाय पिनको लागि। म्याडमहरू गाडीमै बसेको थिएँ, म चाय पिएर आउँछु भनेर भनेको थिएँ। ल ल भनेर अनि यसो चाय पिएर खतम पनि भइसक्यो गाइस। भिडियो यहीँसम्मको थियो। पेजलाई फलो गरिदिनु होला। यहाँसम्म भिडियो हेर्नुहुन्छ भनेपछि